हेलो हेलो दर्शन नमस्ते सेवा र साथीहरू सबैजनालाई आजको यहाँ साउदीको मौसम भन्नुपर्दा चाहिँ एकदम चिसो छ। लास्टै चिसो पानी परेको 24 घन्टा भयो। पानी परेर एकदमै चिसो भइरहेछ। चिसो हुँदाखेरि चाहिँ लास्टै चिसो हुने क्या यहाँको पुरा बुझ्नै नसकिने। यस्तो ज्याकेटहरूले थाम्दैन यहाँनिर। एकदमै चिसो भएको छ आज। हाम्रो पहाडमा हिमालमा हिउँ पर्दाखेरि चाहिँ एकदमै चिसो हुन्छ, त्यस्तै अनुभव भइरहेको छ। हातहरूले काम गरेको छैन है। चिया खाँदैछु, चिया त 2 मिनटमा चिसो, एकदम चिसो छ। यस्तै छ है साथीहरू आजको यहाँको मौसम भन्नुपर्दा। हिजो एकदम पानी पर्यो, हिजो राति पर्यो, आज दिउँसोमा पनि पर्यो। त्यही कारणले गर्दाखेरि यहाँको मौसम एकदम चिसो छ साथीहरू। हेर्न सक्नुहुन्छ। अब यहाँको नयाँ दृश्य भनेको के नै हुन्छ र हैन। यस्तै हो, यो मरुभूमि हो। आज चाहिँ म सस्तो मार्केट जाँदैछु केही सब्जीहरू ल्याउनको लागि। सब्जी ल्याउँ भनेर चाहिँ चट्ट बाहिर निस्केको है। आजको मौसम कस्तो चिसो क्या। सो त्यो भएर म जाँदैछु। निकै टाढै छ होइन, के हुन्छ अब, लास्टै चिसो पनि छ साथीहरू। यस्तो भन्दा पक्रेर मरिन्छ। कुनै ठाउँ हिउँ पर्या होला जस्तो लागिरहेछ, किनकि हिउँको ढाक हो यो चाहिँ एकदम चिसो होइन। मलाई एउटा कुरो, अब यो साउदीमा पहिला गर्मी चाहिँ लास्टै ज्यादा हुन्छ भन्थ्यो, तर चिसो हुन्छ भन्ने, जाडो हुन्छ भन्ने कुरा चाहिँ थाहा थिएन मलाई। थाहा नभएको कुरो चाहिँ होइन। नाकसाक रातो गाला पनि रातो रातो हुँदै गइसक्यो। ल साथीहरू म जाँदैछु र मार्केट खुलेको छ कि छैन, त्यहाँ चाहिँ सामानहरू अलिक कम दाममा मिल्छ। त्यो भएको कारणले म जाँदैछु साथीहरू। यस्तै छ है, यस्तै छ साथीहरू हाम्रो त जिन्दगी। सो म चाहिँ यहाँ मार्केट आइपुगेको छु होइन। तपाईँले देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ हो। यो चाहिँ एकदम राम्रो, हाम्रो हामी विदेशीको लागि चाहिँ एकदम राम्रो हो होइन। एकदम टमाटर आलु प्याजहरू सस्तो पाउँछ। पहिला थाहा थिएन होइन, 2 साल जति, 2 सालपछि थाहा भयो घर जाने बेलामा। तै पनि ठिकै छ, राम्रै छ। त्यसले गर्दाखेरि म सब्जी लिन आएको छु। आज चाहिँ एकदम जाडो छ साथीहरूले भन्दै थियो। केही आएको छु साथीहरू। देख्न सक्नुहुन्छ यो हरियो लेखेको, हरियो लेखेको हो यो चाहिँ यहाँको मार्केट हो। सो हामी गयौँ, थ्याङ्क यू।